ओके वेलकम एभ्रिवान इन न्यू डे विथ न्यू भिडियो। हिजोको कोरियन थेरापीले केही असर गरेन। त्यतिले केही नभइसकेपछि लग्नुपर्ने हुन्छ आज काजीलाई हस्पिटल। बिहान 8 बजे रुमबाट निस्केर काजीलाई हस्पिटलमा छोडिसकेपछि अनि म गएँ सानो काम पुरा गर्नको लागि। मलाई लागेको थिएन हस्पिटल काममा पनि त्यत्रो झमेला हुन्छ भनेर। यो वार्डबाट त्यो वार्ड, यो डाक्टरबाट त्यो डाक्टर, यहाँबाट त्यहाँ हिँड्दा हिँड्दा खुट्टाको पैतालाको छाला उडिसकेको थियो। इतना चुभने लगा हूँ सबको, छुरा तो नहीं हूँ। सायद त्यत्रो टाइम लाग्दैन थियो होला। जब एउटा एक्सरेको रिपोर्ट निकाल्नको लागि 1.5-2 घन्टाको लाइन बस्नु पर्ने थियो। बस्दा बस्दा हालत खराब भइसकेको थियो। त्यही माथि हस्पिटल क्यान्टिनको खाना त्यस्तै, बिरामी नहुने मान्छे पनि बिरामी होला जस्तो। त्यहाँबाट बल्ल तल्ल बिहान 8 बजे गएको मान्छे 4:30 बजेतिर हस्पिटलबाट निस्केर म लागेँ त्यहाँबाट डाइरेक्ट रुमतिर। दिउँसभरि उभिँदा जिउ दुखेर जिम जाने मन थिएन। एकदम सास परिसकेको थियो अनि ज्यान पनि एकदम दुखेको थियो। त्यही पनि जिम गएर थोरै थोरै रेप थोरै सेट पर्फर्म गरेँ। रुममा हुँदा जिम जान मन नलागे पनि जिममा गएपछि एभ्री सेट एकदम पर्फेक्टली पर्फर्म गरेँ। आज धेरै रात परिसकेको छ अनि सोच्दा नि भिडियो बनाइसकेपछि पढ्ने हो। सो दिस इज फर टुडे। डु लाइक एन्ड सब्सक्राइब द च्यानल। टाइम टु डु इट अगेन टुमारो। बाई बाई, गुड नाइट।